हुनुहुन्छ होला। मैले चाहिँ हजुरलाई काफ्तानको ड्राफ्ट सिकाउँछु भनेर भनेको थिएँ र फाइनल्ली आज चाहिँ मलाई फुर्सद भएर यहाँ ड्राफ्ट बनाउन लागेको छु। हेर्नु होला, एकदमै सजिलो तरिकाले म हजुरलाई ड्राफ्ट बनाउँदैछु। यो ड्राफ्ट जान्नलाई पनि हजुरले सिलाइ कटाइ जानेको चाहिँ हुनुपर्छ है। यत्तिकै जसलाई पनि आउँदैन बुझ्नुहुन्न। र मैले यहाँ फर्स्टमा चाहिँ पुरै लम्बाइतिरबाट चाहिँ कपडा लिएको छु। यसरी फोर फोल्ड गरेको छु है, हेर्न सक्नुहुन्छ। र यो लम्बाइ जति छ त्यति नै लिँदैछु म, हेर्न सक्नुहुन्छ। यो थोरै यहाँ माथि मिलाउँदा तलमाथि भएको छ। मेरो पुरै लम्बाइ चाहिँ मैले 38.5 लिएको छु। र यहाँबाट हामीलाई के चाहियो भन्दाखेरि काखीको भाग झर्न पर्यो। यो काफ्तान हो, त्यही भएर हामी 6.5 देखि 7 सम्म झर्छौँ। मैले 7 राखेँ यो काखीको भाग। अनि त्यसपछि हामीलाई कम्मरको लम्बाइ चाहियो, वेस्ट लेन्थ चाहियो। हाम्रो यहाँ कुमदेखि यहाँसम्मको लम्बाइ चाहियो। मेरो चाहिँ 15 छ, मैले 15 राखेँ। अब हामी चाहिँ यहाँबाट कुमको भाग लिन्छौँ है। मेरो कुम अनुसार चाहिँ मेरो कुम चाहिँ 14 छ र 14 को आधा लिएको मैले 7 लिएँ। यो चाहिँ कुमको भाग भयो। र यहाँबाट मैले मेरो छातीको गोलाइलाई 4 ले भाग गर्छु। मेरो छातीको गोलाइ 36 छ, 36 लाई 4 ले भाग गरेर कति आउँछ बुढु? 9 आयो। 9 मा मैले हाफ इन्च प्लस गरेँ। यसमा खासै सिलाइ भाग छोड्नु पर्दैन, त्यही भएर मैले हाफ इन्च मात्र प्लस गरेँ। यसलाई हामी यसरी जोडिदिन्छौँ। यो कपडा चाहिँ आइरन लाउनुपर्छ हजुरले गर्दाखेरि चाहिँ। यसरी कुच्चेको कपडामा चाहिँ कहिले पनि कपडा कटिङ नगर्नु होला। मैले चाहिँ यहाँ फुर्सद नभएको भएर चाँडै गर्नुपर्ने छ, त्यही भएर एउटा भिडियो बनाएर राखिदिइहालौँ भनेर मात्र मैले हतार गरेको। र कम्मरको लम्बाइमा हामीले कम्मरको गोलाइ लिन्छौँ। मेरो कम्मरको गोलाइ 34 छ। 34 लाई 4 ले भाग गर्दा 8 point something आउँछ। मैले 8.5 राखेँ। र यो चाहिँ हाम्रो कम्मरको भाग भयो है। यति नै हो, एकदमै सिम्पल छ। अनि यहाँबाट चाहिँ हामी अब यसलाई यसरी जोडिदिन्छौँ सेपमा। यसरी सेपमा जोडिदिएपछि यो चाहिँ 60 गजको कपडा भएको हुनाले मैले यति एक्स्ट्रा तल छोडिदिएको छु। यति चाहिँ मैले पुरै कटिङमा फालिदिन्छु यसलाई। 45 गजको कपडामा चाहिँ कफ्तान पुरै ठिक हुन्छ। अब हामी यहाँबाट यसलाई यसरी सिधा लगाएर जोडिदिन्छौँ। पुरै जोड्नु पर्दैन, हाम्रो सिलाइ यहाँसम्म मात्र हुन्छ। यहाँदेखि तल चाहिँ हामी छोडिदिन्छौँ। हामीले सिलाउँछौँ। अब हामी यसको लागि गला तयार गर्छौँ। यो हाम्रो कुमको भाग तल झरेको। ल गलाको लागि चाहिँ हामी 2/3/4 भित्र जान्छौँ। यहाँबाट 2/3/4 भित्र जान्छौँ। अनि यहाँबाट आफूले गला कति राख्ने हो। काफ्तानमा चाहिँ धेरै खोलेको राम्रो हुँदैन, मैले चाहिँ 5 मात्र राखेँ। अब म चाहिँ यसमा राउन्ड भी गला बनाउँदैछु यस्तो। यो चाहिँ हाम्रो गला भयो अगाडिको। अनि यो चाहिँ हाम्रो ड्राफ्ट। यति नै हो, एकदमै सिम्पल छ। अब हामी यसलाई खोलेर उतापट्टि यो ड्राफ्ट छाप्छौँ र बाहिरैबाट यो लाइनमै हामीले सिलाउने हो। यहाँसम्म सिलाइमा हालेर अनि गलामा गलापट्टि राख्छौँ र तलको भागलाई फोल्ड गरिदिन्छौँ। यति गरेपछि हाम्रो काफ्तान रेडी हुन्छ। र मलाई चाहिँ अगाडिपट्टि हल्का डिजाइन निकाल्नु छ, त्यही भएर मैले यसलाई फेरि खोल्छु। यसरी खोल्छु। यसरी खोलेपछि अगाडिको भागमा चाहिँ मैले यस्तो हल्का सेप दिन्छु है।
किनभने मलाई चाहिँ अगाडि छोटो पछाडि लामो डिजाइन चाहिएको छ। यहाँबाट हजुर जति मन लाग्छ त्यति माथि जान सक्नुहुन्छ। कतिको छोटो बनाउने त्यो हजुरको इच्छा। मैले चाहिँ फ्री ह्यान्डले गर्दै 5 इन्च माथि गएर सेप दिएँ। मैले चाहिँ यति चाहिँ हामी कटिङ गरेर फालिदिन्छौँ। अरू चाहिँ यसमा केही पनि कटिङ हुँदैन। सिलाइ गर्ने अनि कफ्तान रेडी हुन्छ। यो म रेडी गर्छु अनि हजुरलाई लगाएर पनि देखाउनेछु है त। थ्याङ्क यू सो मच।